तपाईको फोन पनि तातिएर हैरान हुनुहुन्छ? आउनुहोस्, यस्तो किन र कसरी हुन्छ थाहा पाइराख्नुहोस्। यी 5 कुराले तपाईको फोन तात्तिन सक्छ। नम्बर 1, गेमिङ र स्ट्रिमिङ। लामो समयसम्म गेम प्ले, एचडी भिडियो स्ट्रिमिङ र मल्टिटास्किङ गर्दा तपाईको फोनको प्रोसेसरमा अत्याधिक प्रेसर पर्न जान्छ, जसले गर्दा तपाईको फोन ओभरहिट हुन्छ। नम्बर 2, अर्को तपाईको वरिपरिको इन्भाइरोमेन्टले पनि फरक पार्छ। आफ्नो फोनलाई डाइरेक्ट सनलाइटमा राख्दा वा तातो स्थानमा राख्दा फोन चाँडै तात्छ। साथै चार्ज गर्दा गर्दै फोन चलाउँदा पनि फोन चाँडै तात्न सक्छ। यसो गर्दा फोनको इन्टरनल कम्पोनेन्टमा डबल प्रेसर पर्न जान्छ। सो चार्ज गर्दा फोनमा हेभी सफ्टवेयरहरू नचलाउनु बेस्ट हुन्छ। नम्बर 3 मा ब्याकग्राउन्ड एप्लिकेसन, हेभी सफ्टवेयर र फोन केस एप्लिकेसनहरू 1 बाइ 1 गरी चलाउँदै गर्दा ब्याकग्राउन्डमा रनिङ भइरहेको हुन्छ। त्यसको लागि सिम्पली फोन ट्याब क्लियर गर्दै पुग्छ। अनि मोबाइलको केस पनि बढी बाक्लो वा हिट कन्ज्युम गर्ने खालको भयो भने त्यसले पनि मोबाइल चाँडै ओभरहिट गर्न सक्छ। नम्बर 4 मा छ वार्निङ सिग्नल्स। यदि तपाईको फोन तातो आलो जस्तो भइरहेको छ, स्लो र एप क्र्यास भइरहेको छ भने योर मोबाइल फोन वान्ट्स टु टेल यु समथिङ। मेबी योर फोन निड्स सम रेस्ट। नम्बर 5 मा छ प्रायः जसो हामीले प्रयोग गरिराख्ने हाई ब्राइटनेस, वाइफाई कनेक्सन्स एन्ड इभन जिपिएसहरूलाई चाहिँ ब्याकग्राउन्डमा चलिरहेको छ कि छैन एकचोटि चेक इन गर्ने। स्पेसली भन्नुपर्दा चार्जमा जोडेर त झन् मोबाइल चलाउनै भएन, केही छैन। मोबाइल ओभरहिट भइहाले पनि फर्स्ट मोबाइललाई केही समय रेस्ट दिनु, ब्याकग्राउन्ड एप्लिकेसन क्लोज गर्ने, फोन कभरलाई हटाउने, फोन अप्टिमाइज गर्ने र ब्राइटनेस कम गर्ने गर्नुपर्छ। सेकेन्डली, मेक स्योर कि डिभाइसमा भएको सफ्टवेयरहरू अप टु डेट छ कि छैन भने प्ले स्टोरमा गएर अपडेट गर्ने। यदि अनयुजुअल एपहरू ब्याकग्राउन्डमा चलिरहेको छ भने अनइन्स्टल वा फोर्स स्टप गर्नुहोस्। देन फोनसँगै आफू पनि कुल रहनुहोस्।